हेलो नमस्कार सबैजनालाई वेलकम ब्याक टु आवर च्यानल ए स्क्वायर ब्लगमा तपाईँ सबैजनालाई फेरि पनि स्वागत छ। इट्स बिन अ लङ टाइम है हामी ब्लग अपलोड गरेको छैन अनि अलिकति अब बिजी हुनुको कारणले गर्दाखेरि चाहिँ है अनि अब धेरै दिन बाद हामी ब्लग लिएर आउँदैछौँ। अनि आजको स्पेसल ब्लग चाहिँ के छ भन्दाखेरि चाहिँ आजको चाहिँ अब खाजा है सन्डे टाइम पास अब यहाँनिर के भन्नु अब पनिर चिज मोमो आज बनाउन गइरहेको छौँ। सो हाम्रो पनिर चिज मोमोको लागि मसला रेडी हुँदैछ। यहाँ चाहिँ अचार बनाउँदैछौँ हामी है मोमोको लागि अचार पिरो चाहिँ पिरो हुनुपर्छ है। गएको छ भिडियो मोमोको लागि चाहिँ अचार रेडी हुँदैछ। मोमो वाउ हेर्नुहोस् कस्तो मिठो मिठो बास्ना। यहाँ अब यसो हल्का मुक्तमा तेल पनि लगाउनु पऱ्यो। प्रोसिड्युर चाहिँ यसो मुसा बनाइँदैछ। तर मिठो चाहिँ मिठो हुन्छ है सबै हाल्नु त हाल्यो नि होइन। भुजिङ नुन यसमा तेल चाहिँ हाल्दैन नि के हाल्छ तेल होइन तेल पनि हाल्छ त तेल नहालेर कसरी मोमो हुन्छ हौ भाइ। भुजिङ चाहिँ हाल्नुपर्छ। गरम त डरलाग्दो भएछ। अब यस्तै गरम भए चाहिँ नेक्स्ट सन्डे स्विमिङ खेल्न जानुपर्छ है। अनि आजको खाजा चाहिँ हाम्रो आउँदैछ पनिर चिज मोमो इज गेटिङ रेडी। मोमो या यो वी आर वेटिङ फर मोमो। खानु हुँदैन बिमारी हो के खानु खानु नै बिमारीले त बिमारीलाई त खानु दिनु हुँदैन बेसी जाल पनि खानु कहाँ पाउँछ। तपाईँले पनि खान्छ दाजु यो चाहिँ पनि खान्छ अभिषेकले खान्छ। कस्तो भएछ कस्तो भएछ? मिठो भएछ मिठो कस्तो भएछ मिठो। Thank you for watching. Until next time.